के तपाईँहरू पनि एउटा स्टुडेन्ट हो र दिनको 4-5 घन्टा काम गरेर तपाईँहरू पनि आफ्नो स्कुलको खर्च तपाईँहरू आफै उठाउन चाहनुहुन्छ भने कमेन्ट सेक्सनमा पिन भएको WhatsApp नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ। साथीहरू, सोलो हाइड्रो पावर लिमिटेडको आइपिओ माघ 12 गते सोमबार बाँडफाँड हुने भएको छ। यस कम्पनीको आइपिओमा अन्तिम दिनसम्म कतिले आवेदन दिए र यस कम्पनीको आइपिओ पर्ने सम्भावना कति रहेको छ, यस कम्पनीको आइपिओ भरेर रिजल्टको प्रतीक्षामा बसिरहनु भएको छ भने यो भिडियो तपाईँहरूको लागि हो। त्यसैले यो भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ र पहिलोचोटि आउँदै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्सक्राइब गरी छेउमा रहेको नोटिफिकेसन बेल आइकनलाई अलमा राख्नुहोला, किनभने सेयर मार्केटसँग सम्बन्धित मैले भिडियो ल्याइरहेको छु। साथीहरू, सोलो हाइड्रो पावर लिमिटेडको आइपिओ निष्कासन पुस 29 गतेदेखि माघ 4 गतेसम्म निष्कासन खुल्ला गरिएको थियो, जसमा अन्तिम दिनसम्ममा सिडिएससीको रिपोर्ट अनुसार 25,70,422 जना लगानी साथीहरूले यस कम्पनीको आइपिओमा आवेदन दिएको थियो, जसमा 3,17,08,390 किता सेयरका लागि आवेदन परेको थियो भने यो चाहिँ यस कम्पनीले माग गरेको 82 लाख किताभन्दा चाहिँ 3.86 गुणा बढी आवेदन चाहिँ परेको छ। यस कम्पनीको आइपिओमा चाहिँ मागभन्दा धेरै किता आवेदन परेको हुनाले चाहिँ यस कम्पनीको आइपिओ लकी ड्रको थ्रुबाट बाँडफाँड गरिनेछ र लकी ड्रको थ्रुबाट प्रत्येक व्यक्तिलाई 10 किताको दरले बाँडफाँड गर्दाखेरि मात्र 8,20,000 जना भाग्यमान लगानी साथीहरूले मात्रै यस कम्पनीको आइपिओ पर्नेछ भने बाँकी रहेको 17,40,422 जना लगानी साथीहरूको भने हात खाली हुने सम्भावना रहेको छ। साथीहरू, यस कम्पनीको आइपिओ बाँडफाँड माघ 12 गते सोमबार सम्भवतः अफिस टाइममै हुने प्रबल सम्भावना रहेको हुँदा बाँडफाँड सुरु भएको 1-2 घन्टापछि यस कम्पनीको आइपिओ नतिजा स्वयं चेक गर्न चाहनुहुन्छ भने सिडिएससी मेरो सेयर र इस्यु म्यानेजरको वेबसाइट मार्फत तपाईँहरूले आफ्नो बिओआइडी राखेर चेक गर्न सक्नुहुन्छ। यदि तपाईँहरूले यस कम्पनीको आइपिओ भर्नुभएको छ र यो भिडियो हेर्दै हुनुहुन्छ र आइपिओ परोस् भन्ने चाहनुहुन्छ भने कमेन्टमा चाहिँ यस लेख्नुहोला। जो साथीहरूले यो भिडियोले स्किप गर्नुहुन्छ उहाँहरूले चाहिँ यस कम्पनीको आइपिओ परोस्। सफलताको शुभकामना।